नमस्कार दर्शकवृन्द, स्वागत छ हजुरहरूलाई हाम्रो युट्युब च्यानल धार्मिक कुरामा। दर्शक महानुभाव, आज हामी यस भिडियोमा जान्ने छौं विक्रम सम्वत 2082 सालको असार महिनाको सम्पूर्ण 12वटा राशिको मासिक राशिफलको जानकारी। ग्रहहरूको फेरबदलले गर्दा असार महिनामा 12वटा राशिलाई के कस्तो प्रभाव पार्नेछ जान्नको लागि भिडियो अन्त्यसम्म हेर्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनुहोला, साथै आउने बेल आइकनमा पनि थिच्नुहोला। भिडियो मन परे भिडियो लाइक र शेयर गर्न चाहिँ नबिर्सिनु होला। दर्शकवृन्द, आउनुहोस् जानौं राशिफलको बारेमा। पहिलो रहेको छ मेष राशि। मेष राशि हुने जातकहरूको लागि असार महिना उपलब्धिमूलक रहनेछ। नयाँ काम थालनी गर्ने समय छ। लामो समयदेखि रोकिएका काम पनि सम्पादन हुनेछन्। साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आम्दानीका नयाँ स्रोत फेला पर्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै उछिन्न सकिनेछ। शत्रु र रोगबाट पनि छुटकारा पाइएला। चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष फाइदा हुनेछ। मान सम्मान र पद प्रतिष्ठा पाइने समय रहेको छ। व्यवसाय र उद्योग धन्दामा मनज्ञ फाइदा मिल्नेछ। बहुमूल्य धातु संग्रह गर्ने योग छ। समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। असार महिनाको मासिक राशिफलको अन्तर्गत अर्को रहेको छ वृष राशि। वृष राशि हुनेवाला जातकहरूको लागि असार महिना केही सङ्घर्षमय रहनेछ। अवसरका लागि निकै दौडधुप गर्नु पर्ला। लगनशीलताले मात्र काम बन्नेछ। शौखले खर्च बढाउनेछ। बेसुरमा खर्च गर्नाले आर्थिक सन्तुलन बिग्रन सक्छ। कुनै कारोबार वा लेनदेनका विषयमा विवाद आउन सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। अध्ययन, लेखन, सङ्गीत र कलाको साधनामा लाग्नेहरूलाई अनुकूल समय छ। प्रयत्न गर्दा अप्ठ्यारै काम पनि सम्पादन हुनेछन्। ज्ञान र तर्कले प्रतिद्वन्दीलाई पछि पार्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। व्यवसाय र उद्योग धन्दामा सामान्य फाइदै हुनेछ। बहुमूल्य धातु संग्रह गर्ने समय रहेको छ। अर्को रहेको छ मिथुन राशि। मिथुन राशि हुने जातकको लागि असार महिना सामान्य लाभदायी रहनेछन्। व्यवहार तथा अभिव्यक्तिमा देखिने रुखो स्वभाव र अहम भावले लोकप्रिय छविमा समस्या निम्त्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूसँग द्वन्द्व बढ्नेछ। अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन समय लाग्नेछ। सावधानीले परिस्थिति अनुकूल रहनुका साथै उपलब्धि जोगाउन सकिनेछ। मेहनत गर्नेहरूलाई सम्भावनाको मार्ग फेला पर्नेछन्। सामान्यतया पेसा व्यवसायमा फाइदै हुनेछ। केही नगद खर्चनु परे पनि भौतिक साधन र उपकरण संग्रह गर्न सकिनेछ। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। खर्च लागे पनि विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। राशिहरूको क्रममा अर्को रहेको छ कर्कट राशि। कर्कट राशि हुने जातकको लागि असार महिनामा कर्तव्य पूरा नहुँदा हातबाट अवसर फुत्कन सक्छ। खर्च बढ्नुका साथै यदाकदा आर्थिक अभावले पनि सताउन सक्छ। टाउको वा आँखामा समस्या देखिन सक्छ। आशा देखाउनेहरूले अप्ठ्यारो समयमै आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। वाद विवाद र मुद्दा मामिलाबाट टाढा बस्नु बुद्धिमानी हुनेछ। विपरीत लिङ्गी वा केही हितैषी मित्रहरूले साथ दिनेछन्। तत्काल लाभ नभए पनि पछि फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। अरूका विषयमा धेरै चासो नलिनुहोला। महिनाको उत्तरार्धमा आम्दानी बढ्नाले प्रतिकूल परिस्थितिमा सुधार आउनेछ। मेहनतले काम बनाउन सकिनेछ। राशिहरूको क्रममा अर्को रहेको छ सिंह राशि। सिंह राशि हुनेवाला जातकहरूको लागि असारको महिनामा रोकिएका काम बन्नुका साथै आय आर्जनका स्रोत समेत बढ्नेछन्। खुसीको समाचार सुन्न पाइनेछ। राम्रो अवसर प्राप्त हुनाले जीवनशैलीमा परिवर्तन आउला। नयाँ नोकरी अथवा दिगो व्यापार प्रारम्भ गर्ने समय छ। सानातिना समस्या देखिए पनि मेहनतले
लक्ष्यमा पुर्याउनेछ। घरायसी समस्या सुल्झनेछ। नोकरीमा पदोन्नति हुने ग्रह योग छ। आफ्नो वर्गमा नेतृत्व हात लागि हुनेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मान सम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। विभिन्न भोग विलासका सामानहरू प्राप्त हुनेछन्। व्यवसायबाट यथेष्ट लाभ मिल्नेछ, तर अनावश्यक काममा केही रकम बाहिरिन सक्छ। राशिहरूको क्रममा अर्को रहेको छ कन्या राशि। कन्या राशि हुने जातकको लागि यो महिना विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। भूमि, वाहन र पैतृक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। नोकरी प्राप्त हुने सम्भावना छ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय रहेको छ। कृषि उपज र पशुधनबाट पनि फाइदा राम्रै उठाउन सकिनेछ। मान बढ्नुका साथै मनज्ञ आम्दानी हुनेछ। घरमा मङ्गलमय कार्य सम्पादन हुने समय रहेको छ। कीर्तिमानी काम सम्पादन गर्दै दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। अर्को रहेको छ तुला राशि। तुला राशि हुने जातकको लागि असार महिना मध्यम फलदायी रहनेछ। परिस्थितिवश केही बाध्यतामा परिए पनि धेरै काम सम्पादन हुनेछन्। पेसा व्यवसायमा आंशिक लाभ हुनेछ। नयाँ काम थाल्ने वातावरण बन्नेछ। खर्च लागे पनि केही स्रोत साधन जुटाउन सकिनेछ। व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय रहेको छ। बिग्रिएका काममा सुधारका लक्षण देखिनेछन्। नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय रहेको छ। तत्काल धेरै फाइदा नभए पनि पछिका लागि काम गर्नुहोला। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। शेयर तथा लगानीको मूल्य क्रमश बढ्दै जाने समय रहेको छ। कुनै सामाजिक कामले लोकप्रियता पनि दिलाउन सक्छ। विक्रम सम्वत 2082 सालको असार महिनाको मासिक राशिफलको अन्तर्गत अर्को रहेको छ वृश्चिक राशि। वृश्चिक राशि हुने जातकको लागि असार महिनामा मौका आए पनि परिबन्धले पछि पार्न सक्छ। खुसीका तरङ्गहरू परिस्थितिले संकुचित बनाउन सक्छ। शुभचिन्तकहरूको साथ लिँदा परिस्थिति अनुकूल बनाउन सकिनेछ। स्वास्थ्यमा कब्जियत वा ढाड कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। सवारी तथा हात हतियारको उपयोग सावधानी साथ गर्नुहोला। व्यवसाय र आयमूलक काममा मन्दी आउन सक्छ। चोटपटक वा हाड जोर्नीमा कमजोरी देखिएकाले सवारी साधन वा हात हतियारको उपयोग सावधानी साथ गर्नुहोला। उत्तरार्धमा स्थिति अनुकूल बन्नुका साथै व्यवसायमा लाभ मिल्नेछ। दर्शकवृन्द, अर्को रहेको छ धनु राशि। धनु राशि हुने जातकको लागि असार महिना केही उतार चढावमय रहनेछ। परिवेश रमाइलो देखिए पनि यात्रा, भेटघाट र घर गृहस्थीमा अलमल भइनेछ। कार्यक्षेत्रमा समेत जटिल समस्या सुल्झाउनै पर्ने चुनौती आउन सक्छ। तापनि बिग्रिएका काममा सुधारका लक्षण देखिनेछन्। अवरोध पुर्याउनेहरूलाई समेत रोकेर अघि बढ्न सकिनेछ। निरन्तर प्रयत्न गर्दा काम सम्पादन हुनेछ। दिगो व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ। आफ्नो उपलब्धिमा ईर्ष्या गर्नेहरू स्वतः पराजित हुनेछन्। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुहोला। पेसा व्यवसायमा लाभांश प्राप्त हुनेछ। रोग र शत्रु परास्त हुनेछन्। सावधानीले उपलब्धि जोगाउन सकिनेछ। राशिहरूको क्रममा अर्को राशि रहेको छ मकर राशि। मकर राशि हुने जातकको लागि रोकिएका काम बन्नाले असार महिना उत्साहप्रद रहनेछ। आर्थिक पक्ष पनि सबल बन्नेछ। वर्गीय हक हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। नयाँ उद्योग वा विशेष कामहरू सुरु गर्ने मौका छ। सुखद समाचारले आनन्द पाइएला। काममा सहयोगीले साथ दिनेछन्। विभिन्न अवसरले पछ्याउने ग्रह योग रहेको छ। शत्रु बाधा, मुद्दा मामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। कृषि, व्यवसाय तथा
पशुधनबाट विशेष फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धा गर्नेहरूबाटै लाभ उठाउन सकिनेछ, तर स्वास्थ्यमा ज्वरो, टाउकोको दुखाइ वा मौसमी समस्याले भने सताउने देखिन्छ। अर्को राशि रहेको छ कुम्भ राशि। कुम्भ राशि हुने जातकको लागि असार महिनामा सामान्य उपलब्धिमूलक रहनेछ। स्वास्थ्य तथा यात्राको प्रसङ्गमा अधिक खर्च हुनेछ। आफ्ना बाध्यता र कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आफ्नै मान्यतामा अडान लिँदा परिवारजनमा असन्तुष्टि बढ्न सक्छ। बलजफ्ती गर्ने प्रवृत्तिले काम बिग्रन सक्छ, तापनि आय आर्जन हुनाले व्यवहारिक आवश्यकता पूरा गर्न सकिनेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। कृषि उत्पादनको राम्रो मूल्य प्राप्त हुनेछ भने पशुपालनबाट पनि लाभ उठाउन सकिनेछ। केही भौतिक साधन जुटाउने समय छ। पेसा व्यवसायमा सामान्य फाइदा हुनेछ। अध्ययन र लेखनतर्फ प्रगति हुनेछ। मासिक राशिहरूको क्रममा अन्तिममा मीन राशि रहेको छ। मीन राशि हुने जातकको लागि असार महिनामा केही घरेलु समस्या देखा पर्न सक्छन्। पूर्वाधार बिनै ठुलो काम आँट गर्दा समस्या आउला। विद्रोहपूर्ण व्यवहारले निकटजनहरू टाढिन सक्छन्। साझेदारसँग सहकार्य विखण्डित हुने सम्भावना छ। अडान दोहोर्याउँदा सत्यका सामु शिर निहुराउनु पर्ने हुन सक्छ, तर सद्विचारले प्रेरित हुनेहरूलाई शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले काम बन्नेछ। मेहनत गर्दा कृषि र व्यापारमा फाइदा हुनेछ। परिस्थितिले व्यावसायिक मार्गतर्फ अग्रसर गराउनेछ। जोखिम हुने काममा पछि सर्नु बुद्धिमानी हुनेछ। दर्शकवृन्दहरू, हाम्रो जानकारी हजुरहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। भिडियो लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यहाँसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियोमा फेरि पनि भेट हुने नै छ। तबसम्मको लागि नमस्कार। जय श्री राधे।